हेलो एन्ड नमस्ते गाइज। आज हाम्रो लङ टर्म ट्रेक टोखाबाट चाहिँ हामी ट्याक्क छिरेर जाँदैछौँ त्रिशुली निस्किन एन्ड दिस हजुर तलको बाटो मैलुङ हुँदै जाने एउटा माथि कालिकास्थान हुँदै जाने तर तलको बाटो चाहिँ बाढीले गर्दा बिग्रेको भएर हामी चाहिँ घुम्न पर्ने भयो माथिल्लै बाटो। ल गाइज है स्टे ट्युन फर मोर अपडेट गाइज। हामीले चाहिँ जाँदा जाँदै बाटोमा अम्बा चोरेर ल्यायौँ फ्रेस फ्रेस अम्बा। ल अब यसलाई टक्क खाउँ। हुन्छ आमा हुन्छ एकदम फ्रेस हेर हेर्दा हेर्दै कस्तो कलिलो खाउँ लाग्यो। देऊ न म एकजना आमा नि हुनु गर्छ मलाई नि अम्बा एकदम खान मन लाग्यो अरे। साह्रै मिठो छ अम्बा। कहाँ पुग्ने तपाईँ? कहाँ हो त्यो भने हामीलाई थाहा छैन घुम्न आएको। ए ल राम्रोसँग जानु है। ए हस् हस्। यो के अरे राम्चे बजार आइपुग्न आँट्यौँ है। राम्चे बजार। राम्चे इज भेरी ब्युटिफुल। हाम्रो राइडर प्रो नमो दाइ के छ त आजको हाम्रो ट्रेकको विषयमा दुई शब्द? हामी अहिले करिब 3-4वटा जिल्ला हानिसक्यौँ होइन। अहिले हामी रसुवामा छौँ। रसुवाको राम्चे बजार आइपुग्यो। अब हामी एउटा स्यापो पुग्छौँ अब। ल ठिक छ ल है त। ल अब बाँकी अपडेटको लागि हेर्दै गर्नु होला गाइस। गाइस हामी चाहिँ त्यताबाट हुँदै त्यो डाँडो कटेर उता जान्छौँ है। यो ठाउँको नाम चाहिँ ग्राङ कि के जस्तो लागेको छ मलाई। तर इट्स भेरी ब्युटिफुल प्लेस यु नो। यस नाइस गाइस। हामी चाहिँ अहिले छौँ धुन्चे बजार। गोसाइकुण्ड जान्छ यहाँबाट रहेछ मासतिर तलतिर जानु पर्यो। हामी चाहिँ त्यहाँ पारी हुँदै दाइको यहाँ तातो दुनोट खाँदैछौँ हामी चाहिँ स्पेसल दुनोट। यस्तो चिसो हावा चल्दो कहाँ। हामी चाहिँ छौँ अहिले यो सानो भारको भन्ने ठाउँमा। यहाँबाट हाम्रो देखियो स्याप्रो बेसी पर त्यहाँसम्म बाइक लान्छौँ हामी। त्यहाँबाट हाम्रो सुरु हुन्छ ट्रेक। गाइस हामी चाहिँ स्याप्रोबाट अगाडि आयौँ। स्याप्रोमै अब ट्रेकिङ जानेहरू चाहिँ स्याप्रोमै राखेर जाँदा हुन्न छ बाइक। तर हामीले चाहिँ बाइक माथि नै लाने विचार गरे भएर यो यहाँबाट माथि यो खाङगिम कि खाङगिम भन्ने ठाउँसम्म पुग्ने छ 7 किलोमिटर। अब हामी त्यहीँ गएर बास बस्छौँ आज है। खाङजिम भन्ने गाउँमा गएर बास बस्छौँ। ल गाइस भनेपछि हामी क्यान्जिन गएर बस्न मिलेन भोलि। छैन र लाङटाङबाट कति टाइम लाग्छ क्यान्जिन पुग्न? 3-4 घन्टा लाग्छ। 3 बजीतिर लाङटाङ पुग्यो भने त माथि 6 बजी पुगिहाल्नु। क्यान्जिन पुग्नुपर्छ भोलि हामी। पुग्नै पर्छ हामी त क्यान्जिन पुगेर। हाम्रो डिनर चाहिँ आज सुर्खामा रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका कति नम्बर वडा यो? सबै डिटेल चाहियो र हाम्रो आमाले स्पेसल बनाउनु भएको लोकल इस्कुस अचार दाल अनि त्यसपछि अन्डा ट्याक्क पारेर हाम्रो 12 आमाको स्पेसल होटल रहेछ यहाँ। ल गाइजहरू आउनु होला तपाईँहरू पनि है।
Good morning guys from Surkha village. यहीँ भित्र भन्नुहुन्छ हामी चाहिँ अब जान्छौँ जिपमा यहाँबाट 20 मिनट जति माथि त्यहाँबाट हाम्रो सुरु हुन्छ ट्रेक आजको लाङटाङ ट्रेक डे 2 हिजो बस्यौँ हामी यहाँ सुर्खामा यहाँसम्म चाहिँ हाम्रो बाइकहरू आएको थियो है अब यहाँ राखेर बाटो छ अरे अलि माथिसम्म त्यहाँ चाहिँ बन्द भएर हामीले बाइक नलाने निर्णय गरे त्यही भएर हामी चाहिँ यहाँसम्म चाहिँ सुमोमा आयौँ यहाँबाट चाहिँ अब हाम्रो ट्रेकिङ रियल ट्रेकिङ सुरु हुन्छ रियल ट्रेकिङ बिगिन्स फ्रम हियर यहाँबाट तलतिर होला खोलै पुग्नुपर्छ It's beautiful आज त्यहाँदेखि नि बाइकहरू ल्याएर राखेको छ नि यहाँ तर बाइक ल्याउँदा हुन्छ त्यही छाप्रोभित्र राख्दै त भइहाल्ने छ नि होइन हामीलाई चाहिँ भालुहरूले बाइक चिथर्छ भन्ने डर देखाएर ल्याएनौँ स्कुटर नै आएको छ है एन्ड टप बाइकमा है त्यही ल गाइस बाइकहरू मजाले आउँछ यहाँसम्म लिएर आउँदा हुन्छ डर नमानिकन रेड पान्डा पाउने एरिया हामी चाहिँ आइपुग्यौँ अहिले यो शेर्पा गाउँ त्यो डाँडाबाट हिँडेको ट्याक्क लाएर यो बाटो हुँदै शेर्पा गाउँ शेर्पा गाउँ 2583 मिटर यो खानेकुराहरू छ यहाँ है चियाहरूको मसला ससला स्याउ चक्लेटहरू चाउचाउ है यो हामी कहाँ गएर खान्छौँ थाहा छैन अब यहाँ अब कोही स्पेसल चिया यहाँ लेखेँ गाइस हिमाल एकदम स्मल टाइपको हाम्रो ट्रेकिङ चाहिँ जारी छ यहाँबाट हामी यस्तो यस्तो तल झरेर त्यहाँ पुग्छौँ अन्धै लामो होटल हल्का हिमाल नै देखिँदैछ ल दाइ ल भन दाइ हाम्रो ट्रेकको बारेमा 2 शब्द हामी अहिले शेर्पा गाउँबाट अघि बढिरहेछौँ ट्याक्क हामी लामा होटल पुग्छौँ त्यहाँ रेस्ट गर्छौँ आज हामी क्यान्जिन पुग्छौँ क्या ल टार्गेट हाम्रो क्यान्जिनको छ आज 8 देखि 10 घन्टा हिँड्ने टार्गेट हो हाम्रो रेस्ट गर्दै आउँदै खर्च मस्त भारी पकाइदिएको छ बिचरालाई खान्छ कि होला मलाई यसले टोक्यो भने लियो पाट है गाइस यो यहीँ बस्छ कि खोइ बच्छ यो अझ ठुलो हुन्छ दाइ यहाँबाट हामी अहिले आइपुग्यौँ रिम्चे कता हो अरे बाटो यता दाइले यता भनिराख न नि च्याङ्को च्याङ्को तिनीहरू किनारामा नउदिनु होला गाइस
हामी चाहिँ आइपुग्यौँ लामा होटल जस्तो छ है लामा होटल। ओ मुस्ताङमा ओ लाङटाङमा लामा होटल 2515 मिटर, रिभर साइड 2790 मिटर। उतै माथि गएर बसौँ नि त, लामा गेस्ट हाउसमा गएर यसो चाहिँ केही खाउँ हुँदैन त दाइ? धुपहरूको बास्ना क्या दामी आइरहेको है। वाइफाई अभाइलेबल यार यस्तो ठाउँमा नि। रुमहरू पनि राम्रो राम्रो छ। हाम्रो चाहिँ लामा होटलबाट ट्रेक स्टार्ट भयो। अब कति बज्यो दाइ? 10:15 अब चाहिँ राम्रो जङ्गलहरू आइरह यस्तरी फोहोर फाल्न नहुने बाटोमा। कसले? ए पहिला चाहिँ त्यस्तोबाट हिँड्नु पर्ने छ, अहिले चाहिँ त्यस्तो बनाएर खोला गाइज खोला खोला कल कल याद सल ल ल। चिन्जाउँ न एउटा दुइटा फोटो क्लिक गरौँ त्यो ढुङ्गामा। नछोड्ने अहिले हिमालदेखि नजाउँ, खोला वनमा जान्छ। के अरे? कसले? को दाइहरूले? त्यहाँ भयो उहरू पनि रहेछ नि त। ଆମର चाहिँ खोला नजिकै। ओहो दाइ चिना चिना जस्तो लाग्यो। कहाँबाट आउनु भयो? ओहो नमराज होइन? ए ल पार्टनर भेट्यो है यहाँ। हेर्नुहोस् गाइस सानो बच्चाहरू नि आइरहेको ट्रेक। कति बज्यो? 10 बजे। 1 घन्टै आयो हामी। स्वर्ग हेर्ने हो गाइस, स्वर्ग। सुनिङ हामी क्या रिभर साइड होटल एन्ड लज 2770 मिटर। हामी नि च्याएर उखाल्छौँ नि त केही आज। टिएबी ब्रिज है हेर्नु। ल नहुँदै कहाँ छौँ हामी भन? कहाँ छौँ अब यस्तो प्रकृतिको काखमा प्रकृतिको काखमा छौँ हामी।
यहाँबाट हाम्रो ट्रेक बिगिन हुन्छ। रे बदे भाङको गेडा है क्या? रे बदे ए बदे अब के गर्नु, प्रकृति यस्तो राम्रो छ। तपाईँहरू घरै बस्नु न, घरै बस्नुहोस् है, घरै बस्नुहोस्। हामी यतातिर रमाइरहेछौँ, तपाईँहरू घरै बस्नुहोस्। शुक्रबार शनिबार छठसम्म सुतेरै बस्नुहोस् है ल। काठमाडौँ किन खाली भयो भने त सबै यहाँ रहन् मान्छे। कुन ठाउँ आइपुगेको छौँ हामी? यसो सम्पर्क गर त, कन्ट्याक्ट गर है, कन्ट्याक्ट गर है। हो घोडा तबेला, वेलकम टु घोडा तबेला। कति रह? 3000 3008 घोडा तबेला रहेछ है। जाइछ भन्ने मैले। हामी चाहिँ अहिले घोडा तबेलामा छौँ है। घोडा तबेलामा आइपुग्यौँ। राम्रो होटलहरू रहेछ। के अरे ठ्यास गरेर खाने भेगै हौ यो है। बस्ने क्या केही खाएकै छैन। अनि हिँड्ने मात्रै भन्छ, हिँड्ने मात्रै भन्छ। दुई शब्द लामटाङ भ्यालीमा छौँ। कस्तो हुँदैछ ट्रेक? ट्रेक एकदम मजा आइरहेको छ। अब लाइफको एउटा बेस्टवाला वान अफ द बेस्ट ट्रेकिङ डेस्टिनेसन। अनि अब कसैलाई जस्तो कि नेपालमा कहाँ भन्ने भन्दाखेरि लामटाङ पनि जानु भन्नेवाला त्यो पनि भाइब्स रहेछ त्यो होस् होइन। एकचोटि लाङटाङ चाहिँ जानु जसरी पनि छुटाउनु नहुने। स्वर्ग रहेछ, स्वर्ग। नेपालमै हुनुहुन्छ, यदि घुम्न चाहनुहुन्छ भने चाहिँ लामटाङ एकचोटि बाहाना बनाउने मान्छेहरू हुनुहुन्छ भने होइन। अब तपाईँहरूले भिडियो बनाएर हालिहाल्नुभयो, त्यसमै हुन्छ, चित्त बुझाउनु हुन्छ भन्नुहुन्छ भने चाहिँ यहाँ छ है भिडियो। यही हो। भिडियोमा सीमित ठाउँमा त देखिन्छ, आँखाले पुरै देखिन्छ, राउन्ड देखिन्छ। स्वर्ग स्वर्ग हेभन अफ हिमालयज भनिन्छ त। हामी जाने त्यो डाँडामा हो, त्यो डाँडामा हाम्रो आज लामटाङ भ्याली नै हो। लगभग 40 मिनटमा चाहिँ लामटाङको ट्याक्कै मेन ठाउँमा पुग्छौँ। त्यो चाहिँ हाम्रो भ्यू हो, लामटाङ भ्यू। यहाँ हाम्रो भर्खर भेट भएको दिदी हुनुहुन्छ माथि। लाङटाङ त्यही हो, त्यही हो, कन्फर्म गरेर। हजुर हो। हामी त बाइकमा आएको दिदी, तर एकवटा सिट खाली छ, जाने भयो। ओह्रालोमा घटङटङ छोडिदिने भने टेन्सनै छैन।
सबको ठिकै जाम हुन्छ क्या मात्रै खालि ए दिदीलाई रेड बुलले इनर्जी दिएछ त्यो उहाँ दिदीलाई रेड बुलले इनर्जी दिएछ भने हेलो हामी चाहिँ लाङटाङ आइपुगेका छौँ यो चाहिँ 3455 मिटरको हाइटमा छ ट्याक्क यहाँनिर यहाँ अगाडिपट्टि छ ट्याक्क बस्ने ठाउँहरू चाहिँ होटलहरू ट्याक्क पर्यटकको लागि ट्याक्क राम्रो सेवा सुविधा सहित बनेको छ यहाँनिर टन्नै आएका छन् मान्छेहरू चाहिँ आन्तरिक तथा बाह्य पर्यटकहरू टन्नै छन् यहाँनिर ट्याक्क हामी लाङटाङ उपत्यकामा छौँ हामी अहिले ट्याक्कै हामी बिहान सुर्खाबाट हिँडेर हामी फाइनल्ली लाङटाङ उपत्यका आइपुगेका छौँ यस्तो छ लाङटाङ उपत्यका यसलाई चाहिँ हिमालयको स्वर्ग पनि भनिन्छ यो चाहिँ नेपालको एकदम राम्रो खालको पदयात्राको लागि राम्रो ठाउँ हो यो है त नेपालको राम्रो ठाउँ छ त्यही अहिलेको लाङटाङ उपत्यका हो जोमसोमै बजारमा 12 बजे हावा सरर ए हजुर हामी चाहिँ लाङटाङ आइपुग्यौँ लाङटाङ यो चाहिँ लाङटाङ हो एकदम दामी रहेछ है लाङटाङ चाहिँ आउनै पर्ने ठाउँ रहेछ लाङटाङ डोन्ट मिस लाङटाङ ओके गाइस एकचोटि चाहिँ आउनै पर्ने ठाउँ रहेछ है लाङटाङ लाङटाङ भिलेज हामी चाहिँ अहिले लाङटाङ उपत्यकामा छौँ हामी अब आज यहाँ बसेर आज हाम्रो डे 3 तेस्रो दिन हो तेस्रो दिनको बिहान हामी यहाँबाट लाङटाङ उपत्यकाबाट हामी क्यान्जेन गुम्बा हुँदै क्यान्जेन री 1 2 दुवै भ्याएर ग्लासियर लेक भ्याइयो भने यहाँ चाहिँ फर्किन्छौँ लाङटाङ भ्याली नै भ्याइएन भने हामी क्यान्जेन बस्छौँ आज त्यही हो ट्याक्क पुरै क्यान्जेन उपत्यका यस्तो खतरा छ ल यो हो आजको हाम्रो ट्राभल प्लान उफ्र ल गाइज यो चाहिँ म हो यो चाहिँ लाङटाङ भिलेज हो यो चाहिँ हिमाल हो अनि त्यसपछि यो चाहिँ चौरी हो है अहिले हामी पुरै लाङटाङ उपत्यकामा छौँ चारैतिरबाट पहाडले घेरिया छ कला र हिमालहरू छन् माथितिर ठिक्क हिउँ देखिन्छ होइन यस्तो लाङटाङ उपत्यका यस्तो खतरा छ क्या चारैतिरबाट पहाडले घेरेको लाङटाङ उपत्यका हामी लाङटाङ उपत्यकाको यात्रामा छौँ र हामी क्यान्जिनरी जाँदैछौँ क्यान्जिनरी
1 to दुबई र हामी क्यान्जिन गुम्बा आइपुग्न लाग्यौँ अहिले। यहाँनिर पछाडि हिमालहरू देखिन्छ टक्क यहाँनिर। यहाँ अगाडि चाहिँ क्यान्जिन छ। टन्नै छन् लाङटाङ यात्रामा आएका यात्रीहरू, आन्तरिक तथा बाह्य पर्यटकहरू टन्न हुनुहुन्छ। कस्तो रमाइलो भइरहेछ। टक्क चारैपट्टिबाट पहाडहरूले घेरिएको, हिमालले घेरिएको लाङटाङ भ्याली एकदम रमाइलो खालको छ। र यहाँनिर चाहिँ होटलहरू पनि टन्नै छन्। लगभग आधी घन्टा 1 घन्टाको बिचमा बस्ने ठाउँहरू, खाने ठाउँहरू टन्न पाइन्छ। यो पुरानो पदमार्ग पनि हो। कहीँ हाम्रो भाइ पनि छ यहाँ। हो सन्तोष। फर्किने जाने टन्नै छन् होइन। यस्तो छ लाङटाङ यात्रा। Hey, what is this place? This is heaven, man. हामी चाहिँ अहिले छौँ यो लाङटाङ भ्यालीबाट माथि चाहिँ केन्जिरी भन्ने ठाउँ जाँदैछौँ। द भ्यू इज जस्ट वाउ। स्वर्ग। एकचोटि आउनै पर्ने ट्रेक रहेछ है। सबैजना आउनु होला भन्न चाहन्छु। म चाहिँ यति भन्न चाहन्छु, क्यामेरामा त सबै कुरा कैद गर्न सकिँदैन। हजुरहरूले आँखाले देख्नुभयो भने ओ माई गड जस्ट वाउ। गुम्बा छ ट्याक्कै अगाडि हिमाल देखिरहेछ। यस्तो हिमालहरू छ होइन। ट्याक्कै हो, यो चाहिँ लाङटाङ भ्याली हो, लाङटाङ उपत्यका। र यहाँनिर एउटा झोलङ्गे पुल रहेछ। यहाँनिर यो चाहिँ क्यान्जिन गुम्बा आउनुभन्दा अगाडिको पुल हो यो। झोलङ्गे पुल राम्रो खालको रहेछ यहाँनिर। यस्तो राम्रो छ है। पुरै हल्लाइरहेछ टोलीहरू। रमाइलो इन्जोय गरिरहेको यस्तो पुरै भाइ आइरहेको छ। भाइ आयो होइन। तपाईँहरू नमर्दै स्वर्ग देख्न चाहनुहुन्छ नि यहाँ आउनु होला है। ए ल आइसकेछ क्यान्जिन त। ल दिदी यहाँ एउटा क्यान्जिन। त्यही हो है क्यान्जिन चाहिँ। हामी आइपुग्यौँ क्यान्जिन। हामी छौँ अहिले क्यान्जिनमा। क्यान्जिन गुम्बा। आमाले हामीलाई ललाइ फकाइ गरेर होटेल लाँदै हुनुहुन्छ। टन्नै छ। यहाँबाट चाहिँ हामी क्यान्जिन री जान्छौँ। क्यान्जिन रीको री 1 र री 2। अनि ग्लासियर भने होइन। ग्लासियर लेक चाहिँ बेलुका जान्छौँ। अनि हामी भोलि सेलगढी जान्छौँ। कहाँ सेलगढी? घर जानु परेन? यसले त डुबाउनु न यार। हेलो एभ्रिवान, जस्तो आयो त्यस्तै गयो। यो चाहिँ हामी छौँ अहिले क्यान्जिन गुम्बामा जाँदैछौँ माथि डाँडामा। हामी चाहिँ जाँदैछौँ क्यान्जिन री 1। What a beautiful place is this. जान पर्छ त्यो माथि डाँडामा। त्यो डाँडामा सिधै उकालो।
त्यो डाँडो होला अर्को 2 भने ल दाइ 2 शब्द त्यो टपमा है टपमा 1 को टपमा जाउँ दिदी ल हैन हामी छौँ नि ओ माई गॉड व्हाट इज दिस प्लेस ओ माई गॉड माइला गॉड यस्तो हुन्छ थकाइ नै हराउँछ कि यस्तो टपमा आएपछि फेरि है है दाइ ती के हो क्यान्जिङरी 1 2 चाहिँ त्यो माथि हो हामी अब 2 जान्छौँ है पिक 1 रे दाइ के रे री 1 भने हैन 4400 मिटर त रहेछ यो 4400 मिटर है लेक त्यही हो के लेक रे यो क्यान्जिङरी 1 हेलो हेलो केटा के छ बेस्ट री 1 क्यान्जिङ 2 जान्छौँ हामी हामी जाँदैछौँ त्यो माथि डाँडामा म तलबाट जान्छु है वाउ हाम्रो के दिदी रे नामै बिर्सेँ मैले यो युट्युबमा आउँछ दौडिन् न त्यो तलको चाहिँ ग्लासियर लेक हो है ग्लासियर लेक हो हामी चाहिँ अहिले चढ्दैछौँ 2 मा त्यो माथि डाँडोमा ल हामी चाहिँ अहिले के हो रे यो ठाउँको नामै बिर्सेँ क्यान्जिङरीको 2 मा आइपुग्यौँ टपमा आइपुग्दैछौँ है त त्यो यस $4700 मिटर हामी चाहिँ आइपुग्यौँ क्यान्जिङरी 2 क्यान्जिङरी 4700 मिटर है सबैजना यस्तो टपमा यस्तो दामी छ कि भ्यू हामी चाहिँ ट्याक्क तलबाट चाहिँ लगभग 1.5-2 घन्टामा माथि आइपुग्यौँ ल एभ्रिवान यो चाहिँ क्यान्जिङरी
आइआईको चाहिँ लगभग अब हामी 3 जना मात्रै छौँ यहाँ, बाँकी सबै झरिसकेका छन्। हामी पनि जान्छौँ अब। फाइनल भ्यू है गाइज यो। Keep loving guys, keep loving, keep loving. Hi, hello everyone. यस्तो रमाइलो ट्रेक भयो हैन, अनएक्सपेक्टेड। मैले यति राम्रो होला भनेर सोचेकै थिइनँ। क्यान्जिन री 1 2 चाहिँ एकदम तपाईहरु लाङटाङ आउनु भयो भने त्यो चाहिँ जानै पर्छ। सिलगढी कहिले आउने? अब सिलगढी छिटै आउँछ हाम्रो अहिले। मेरो हल्का घुँडोले नि दुख्यो, त्यो भएर हामी जान सकेनौँ। तर नेक्स्ट टाइम वी विल गो डेफिनेटली। आज कति दिन भयो? कति दिन? आज हाम्रो डे 4 हामी फर्केँ। यस, वी आर रिटर्न ब्याक टु होम गाइस। गाइस है त, सुन्दर। ल धन्यवाद। हेलो, मजा आइरहेछ नानु? रमाइलो भइरहेछ? ल बिस्तार जानुहोस् हस्। गाइज हामी चाहिँ लाङटाङ ट्रेक डे 5 काठमाडौँ फर्किने क्रममा आज मुसलधारे बर्खा भयो। यस्तो हुँदैछ हाम्रो ट्रेक, पुरै हुसु। यस, वी आर हेडिङ टुवर्ड्स शेर्पा गाउँ। यहाँबाट 2-2.5 घन्टाको चाहिँ पुरै उकालोमा चाहिँ अब पुरै हान्नुपर्छ। पानीले साह्रै नराम्रो दुःख दियो, बट ट्रेक वाज सुपर अमेजिङ गाइज। यस्तै छ है। ल लुक एट द भ्यूज गाइज। यस्तो छ हालत। Woo!